तपाईँले बोल्न आउँदैन रहेछ। धेरै खालका जेनजी छन्, तपाईँ कुन प्रकारको जेनजी हो भनिदिनुहोस्। तपाईँ मलाई कुन कुन प्रकारका जेनजी छन् भन्नु। धेरै छन् जेनजी। के होला 2-4 प्रकार भनिदिनुहोस् कस्तो मलाई। प्रकार 2.2 देखि लिएर यहाँ त के हो 2.2 जेन्जी भनेको जेन्जी होइन त एउटा युएस यो एज ग्रुप हो। जेन्जी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर। आगजनी गर्नु पनि यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेहरूले लिनुपर्छ र तुरन्त प्रहरीले तपाईँहरूलाई हत्कडी लाउनुपर्छ। त्यो तपाईँ के लयर हो? म एउटा तपाईँ लयर हो? जिम्मेवार व्यक्ति कसरी जिम्मेवार? तपाईँको क्वेसन नै यो इरेस्पोन्सिबल क्वेसन छ। कसरी रेस्पोन्सिबल भयो? नेतृत्व लिएपछि तपाईँ जिम्मेवार बन्नु पर्दैन। जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईँले के बोल्नु भएको भन्नुहोस् त। पत्रकार तपाईँले बोल्न आउँदैन रहेछ। के क्वेसन गर्नु भएको? तपाईँको नैतिकताले दिन्छ उहाँलाई के हो तपाईँको? यस्तो हावा क्वेसन नगर्नु तपाईँ। जुन स्थानमा छन् तपाईँहरू जस्ता अराजक व्यक्तिहरूले गर्दा अराजक कुन आधारमा भन्नुभयो? कुन आधारमा कुन आधारमा भन्नुभयो? यत्रा तोडफोड आगजनी यत्र तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन? जिम्मेवार तपाईँ बन्नुपर्छ। उसले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो। एउटा प्रश्न छ कि मेरो किन होला हो भनिदिनु त कसरी? तपाईँ